अब हामीले जागिर दिन्न, गभर्मेन्टले जागिर दिन्न। अब जागिर एउटा लिमिटेडसम्म हुन्छ। फर एक्जाम्पल मैले कुनै कम्पनी खोलेँ, ल एबिसिडी मैले कम्पनी खोलेँ, त्यसमा मैले रक्सी बनाएँ। हाम्रो नेपालीको खानी जात रक्सी बनाएँ। ल एबिसिडी कम्पनी खोलेँ, रक्सी बनाएँ। त्यसमा मलाई 100 जना वर्कर चाहियो, काम गर्ने मान्छे। 100 जनामा मेरो सुपरभाइजर पनि भयो, टिम लिडर पनि भयो, म्यानेजर पनि भयो, होइन, क्वालिटी चेकर जति पनि पोजिसन हुन्छ सब भयो, अनि लेबर पनि भयो। सबभन्दा जुनियर क्लासदेखि लिएर सबभन्दा हाई क्लाससम्म मलाई 100 जना मात्रै चाहियो। म 101 जना किन हायर गरौँ, होइन, 101 जना किन हायर गरौँ? त्यही भएर जब लिमिटेड हुन्छ क्या। जब अननेसेसरी क्रिएट गऱ्यो भने नि कि त लसेस हुन्छ, त्यो संस्थालाई, त्यो इन्स्टिट्युटलाई लसेस हुन्छ, त्यो कम्पनीलाई लसेस हुन्छ। लसमा कोही मान्छेले काम गर्दैन। लसमा काम गरिराख्यो भने त्यसपछि यसको मतलब कि त्यसले साइडमा कुनै इलिगल काम गरिराख्यो आफ्नो लसेसहरू कभर गर्नको लागि। 100% कि त ट्याक्स पे गरेर राखेन, कि त मनी लन्ड्रिङ गरेर होला, केही न केही गरेर होला, होइन। त त्यही भएर जबहरू लिमिटेड हुन्छ। अब मेरो कम्पनीमा अहिले घाटा लाएर दिनका 2-3 जना मान्छे टर्मिनेट हानेर अननेसेसरी, बिना कुनै रिजनको। मेल आउँछ, ल भोलिदेखि आउनु होला, खलास, केही गर्न सकिएन, किनभने लसेस चलिरह। अहिले यहाँ त्यसै वारको सिचुएसन छ, त्यही भएर पनि जब गइरहेको छ, पेन्डेमिकमा गए जस्तो। त्यही भएर हरेक चिजको के अरे आफ्नो गल्ती नै गभर्मेन्टमाथि थपेर हुँदैन हजुर। हामीले आफैलाई कन्ट्रोल गर्यो। पपुलेसन छोरा चाहियो भने 50वटा छोरी जन्माइराखन्, होइन, 10 बच्चा जन्माइराखन्। छोरो हुनु भनेको मर्दको सानो, लाडोको मर्दको सानो, घन्टाको मर्दको सानो। अननेसेसरी पपुलेसन बढाएर तपाईँले गभर्मेन्टलाई टर्चर गरेर आउनु, आफ्नो रेस्पोन्सिबिलिटी तपाईँले गभर्मेन्टलाई दिएर आउनु। म्याक्स 1, मिनिमम 1, म्याक्सिमम 2 बच्चा भए पुग्छ हजुर। कुनै जरुरत छैन, चाहे छोरी होस् चाहे छोरा होस्। छोरा भयो भने छोरीको लागि 10वटा छोरा जन्माइदिइराखन्, छोरो चाहियो भने छोरोको लागि 10वटा छोरी जन्माइदिइराखन्। के हो यो तरिका?